सम्पूर्णमा नमस्कार। हामी अहिले लन्डनको जोन 5 को नोर्थ होल्टमा छौँ। अहिले चाहिँ हामी बोन स्ट्रिट जोन 1 मा जाँदैछौँ अनि यो जुबिली चेन्ज गरेर हामी ग्रीन पार्क जाँदैछौँ अनि हामी अपडेट गर्दै गर्छौँ। धन्यवाद। हामी भित्र जाँदैछौँ। भित्रबाट हामी सबै एउटा ग्रुप यही बस्ने भनेछ। हामीसँग हुनुहुन्छ भिनाजु, देवु, सानो भाइ प्रतीक भाइ। मेरो दुई शब्द हेर बाबु, अहिले हामी लन्डन नर्थ होल स्टेसनबाट सेन्ट्रल स्टेसन जाने तयारीमा छौँ। त्यो बिचमा हामी बोन स्ट्रिट झरेर जुब्ली लाइन लिएर ग्रीन पार्क हुँदै सेन्ट्रल लन्डन पुग्नेछौँ। त्यो बिचमा अत्यन्तै हेर्न लायक मनमोहक दृश्यहरू तिमीले देख्न पाउनेछौ। आज वेदरले साथ दिएको छ, मौसम अत्यन्तै राम्रो छ। यो यस्तो अनुकूल नोभेम्बरमा कम मिल्छ। आज हाम्रो भाग्यले राम्रो वेदर छ। ल साथै तिमीहरूले पनि राम्रोसँग हेर, भिजिट गर, लन्डन मेमोरियल बनोस्। थ्याङ्क यू। धेरै धेरै धन्यवाद। सबैलाई नमस्कार। सबैभन्दा पहिला हामी चाहिँ अहिले सेन्ट्रल लाइन लिएर नर्थ होलबाट हामी चाहिँ दाइलाई आज सेन्ट्रल लन्डन घुमाउँ भनेर निस्केका छौँ। हामी आज मेन चाहिँ हामी 4 ठाउँ घुम्ने छौँ, जसमा एउटा पहिलो चाहिँ बकिङहम प्यालेस राजदरबार, त्यसपछि बिग बेन, त्यसपछि हामी लन्डन आई हुँदै टावर ब्रिजसम्म पुग्नेछौँ अनि त्यहाँबाट हामी लन्डनको नाइट लाइफ पनि कस्तो हुन्छ त्यो पनि एक्सपिरियन्स गर्नेछौँ। हामी एकदम उत्साहित छौँ भाइ सित हिँड्नलाई। हजुर धेरै उत्साहित छौँ। आशा गरौँ हाम्रो आजको ट्रिप रमाइलो हुनेछ। हजुर, तिमी आएको 4 दिन भइसक्यो। यो देशमा के कस्तो लाग्दैछ अहिलेसम्म भिजिट गरेर म युके आएको आज 4 दिन भयो। मेरो कर्मथलो भनेको नेदरल्यान्ड हो। 4 दिनको बसाइमा हामी विभिन्न ठाउँहरू गइयो होइन। रिडिङको युनिभर्सिटीदेखि ल्याएर रिडिङका अगाडि पछाडिका धेरै ठाउँहरू गइयो। मलाई लाग्यो त्यो सबै राम्रो छ। अझ आशावादी छ आजको हाम्रो बसाइ झन् उत्साहमय, अझ खुसीमय हुनेछ, किनकि हाम्रो आजको डेस्टिनेसन भनेको धेरै ठाउँ जानुपर्ने छ। त्यसैले म आशामा छु कि आजको हाम्रो घुमाइ, आजको हाम्रो बसाइ, लन्डनको बसाइ यादगार रहनेछ। एकदमै म जस एउटा सपना, मान्छेको ड्रिम हुन्छ कुनै देशमा गएर के गर्छु भन्ने। मेरो पनि एउटा सपना जस्तै लन्डन ब्रिजमा गएर फोटो खिच्छु भन्ने सपना थियो। भगवानको कृपाले आज त्यो सपना पुरा हुँदैछ। त्यसको लागि हृदयदेखि हजुरहरूलाई धन्यवाद छ, किनकि हजुरहरूको यस्तो व्यस्तताको बावजुद पनि अमूल्य समय दिएर हामीहरूलाई घुमाउन ल्याउनु भएको छ, छुट्टी मिलाउनु भएको छ। अनि त्यो मात्रै होइन, हामीलाई बस्ने खाने सबै व्यवस्था पनि हजुरले गर्नुभएको छ। त्यसको लागि एकदम हृदयदेखि धन्यवाद छ। एकदमै उत्साहित छु। आशा गर्दछु हाम्रो यो उत्साह एकदम उमङ्गमय हुनेछ। समयका बावजुद पनि आएर हामीसँग भेटघाट गर्ने समय मिल्यो। समय तिमीहरूले पनि म्यानेज गरेका छौ हामी भने, त्यसको लागि धन्यवाद। तिमीहरूको युके बसाइ अत्यन्तै सुखद रहोस्। थ्याङ्क यू।